अमेरिका र युरोपले यही जलमार्ग हुँदै आफ्नो कन्जम्सनको करिब 10% ओइल एन्ड ग्यास इम्पोर्ट गर्ने गरेका छन्। मात्र थोरै भए पनि तेलको मूल्य ग्लोबल्ली बढ्ने हुँदा उनीहरूको इकोनोमीलाई पनि ठूलो भार पर्नेछ। अर्कोतर्फ चाइनाले भने यही रुट हुँदै आफ्नो कन्जम्सनको करिब 40 देखि 50% ओइल एन्ड ग्यास इम्पोर्ट गर्ने गरेको छ। यो रुट बन्द हुँदा अमेरिका र युरोपलाई भन्दा पनि चाइनालाई बढी घाटा हुने भन्दै अमेरिकाले चाइनासँग इरानलाई रोक्नका लागि आग्रह गरेको थियो। किनकि चाइना इरानसँग धेरै नै नजिक छ, ट्रेड, इन्भेस्टमेन्ट र मिलिटरी कोअपरेसन वाइज। स्ट्रेट अफ होर्मुज बन्द गर्दा चाइनाको अर्थतन्त्रलाई बढी हट हुने हुँदा इरानले चाइनाले भनेको कुरा मान्छ भन्ने सोचेर अमेरिकाले यो डिप्लोमेटिक कार्ड प्रयोग गरेको थियो। तर संसदले बन्द गर्ने प्रस्ताव पारित गरे पनि यो लागू भने भइसकेको छैन। यसलाई लागू गर्न इरानी राष्ट्रपतिको अध्यक्षतामा रहेको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिल र अल्टिमेटली इरानी सुप्रिम लिडर आयतल्ला अली खामेनेले यसलाई पारित गर्नुपर्ने हुन्छ। र अहिले आक्रमण रोकिएर युद्ध विराम लागू भइरहेको अवस्थामा यो निर्णय पारित हुने सम्भावना भने निकै कम छ।